त्यसमा चाहिँ के गर्थे भने मुखेलीले पञ्चायती व्यवस्था हुँदाखेरि मुखेलीले चाहिँ एउटा पाठी पूजा गर्थे देवी थानमा। देवी थानमा पाठी पूजा गरेको कारण के अरे भनेदेखि अनि त्यो सबै प्रसादी त्यहाँ उनको मुखेलीभित्र चाहिँ कति पर्थे चाहिँ जनसङ्ख्या त्यतिको लागि उहाँले प्रसादी पुर्याइदिने। अब तिमीहरूले चाहिँ पानी माग्नुपर्छ घ्याम्पा सोही खेलेर भनेर चाहिँ मुखेलीले चाहिँ यसरी भन्थे। अनि के भनेको होला भनेर भन्थेँ म। कारणवश अहिले म पनि 74 वर्षको भएँ। समय त्यस्तै आउँदो रहेछ। हेर्नु समय त्यस्तै आउँदो रहेछ। अब अहिले यो चाहिँ देवी पूजा भन्छन्। त्यतिखेर चाहिँ यो जेठमा चाहिँ यो जेठको चाहिँ जेठो पूर्णिमा देवी पूजा गर्छन् र घ्याम्पासोही खेल्छन्। नाच्ने गाउने घ्याम्पासोही गर्ने त्यसरी चाहिँ गर्थे खेल्ने। पानी त भाबो छ्याप्नु कि खोलाइमा जानु पर्यो। खोलाइमा गएर पनि त गर्छ। हाम्रो चाहिँ एउटा चाहिँ देवीको मन्दिर थियो। देवीको मन्दिरमा त्यसरी चाहिँ लोटा पानी लिने। लोटा पानी लिएपछि चाहिँ अनि छर्किने घ्याम्पा सोही सोही भनेर उफ्रिने नाच्ने त्यसो गर्थे। कुन समुदायको मानिसहरूले गर्नुहुन्छ? सबैले चाहिँ गर्ने हो। हाम्रो चाहिँ अब चाहिँ त्यहाँ न्यावर जाति थिए, कामी थिए, छेत्री थिए, सबै थिए। त्यहाँ चाहिँ मुखेलीले चाहिँ यो जेठको चाहिँ जेठो चाहिँ पूर्णिमामा उनीहरूले देवी पूजा गर्थे। मुखिया चाहिँ के थिए? छेत्री नै थिए। बाहुन थिएन? बाहुन त अब अलि माथि थिए। बाहुन छुट्टै थिए बाहुनहरू। अब म पनि झरेको चाहिँ अब यो 30 सालमा झरेको। 30 सालमा झरेको। अब चाहिँ भाइहरू छन्। अब के गरेका छन् कसो गरेका छन्। बाबुहरू बितिसकि गए। अब आमा बाबुहरू बितिसके। अब भाइहरू छन्। अब त्यसको चाहिँ कारोबार भाइहरूले चाहिँ सम्हालेका छन्। भनेपछि लोप हुँदैछ घ्याम्पा सोही सोही। लोप हुँदैछ। लोप भइराखेको छ। लोप भइरहेको। लोप भइराखेको छ। घ्याम्पा सोही सोही खेलेपछि साँच्चीकै पानी पर्यो? होइन पानी पर्थ्यो पनि। हावा बतास आएर चाहिँ पानी आउँथ्यो। त्यसको चाहिँ पानी पर्थ्यो। त्यो चाहिँ उनीहरूले के भने त्यहाँ देवीको थानमा जाने यो सफाको पत्ताको दुना गाँसेर त्यसमा जाने पानी खायो। तपाईँले आफूले अनुभव गर्नुभयो पानी परेको त्यसरी? होइन पानी परेको। पानी पर्थ्यो पनि हामीले चाहिँ देखेको पनि यसो गर्दछन् बुढापाका भनेर चाहिँ भन्थ्यो। अब अहिले के हो नि आफ्नो चाहिँ उसबाट चाहिँ छोडिदिए। अहिले हेर्नुहोस् पानी लोभ भएर पानी कमिलाले पिउने पानी छैन। अहिले घ्याम्पा सोही सोही गऱ्यो भने आउँछ कि? खै के हो सबै बुढापाका मरिसके। अहिले भनेका बुढापाकाले भनेको कुरो कसैले खाँदैनन्। हेर्नु यो फटा बुढो भन्छन्। अनि के भन्नु? गऱ्यो भने आउन सक्ला। गऱ्यो भने आउन सक्ला। मान्नु पर्यो। पहिलाको जस्तो छैन। अहिले चाहिँ के अब जाने पहिला धामी झाँक्री पनि बस्थे। यस्तो हुन्छ यसो हुन्छ भन्थे। अब अहिले जाने सबै चाहिँ डाक्टर लाउनु थाले। अब पुराना धामी मासिसक्यो छैन। यो घ्याम्पा सोही सोहीको लागि अरू केही पनि हुँदैन थियो? खोइ केही पनि हुँदैन थियो। पानी मजाले पर्थ्यो। त्यसपछि फेरि पूजा आजा ल धन्यवाद भनेर गर्ने गरी मन्दिर थियो। भनेपछि घ्याम्पा सोही सोही गरेपछि पानी पर्थ्यो। पानी परे पछाडि खेती लाउने सिजन सुरु भयो। भनौँ न जे होस् मकै छरेको हुन्थ्यो बारीमा। हजुर। त्यो मकै छरेको अनुपातमा चाहिँ उनीहरूले चाहिँ अब यो मकैलाई पानी चाहिन्छ है भनेर अघिका बुढापाकाले चाहिँ अब भनौँ न हाम्रो बाबुहरूलाई सिकाएको रहेछ। त्यही तरिकाले चाहिँ उहाँहरूले गर्नुहुन्थ्यो। अब अहिले छोरा भतिजा नातिहरू चाहिँ सबै सहर पसे। पछि उनीहरूले चाहिँ काम गर्नै चाहिँ अब यो त्यो उनै चाहिँ लोभ भएर गयो। हजुरको नाम के हो बुवा? मेरो नाम विष्णुबहादुर थापा। विष्णुबहादुर थापा। उमेर कति भयो अहिले हजुरको? उमेर म अहिले 74 मा छु। 74 वर्ष।